हेलो गाइज नमस्ते एन्ड वेलकम टु माई नेक्स्ट ब्लग होप यु आर फाइन अनि म पनि एकदमै सन्चै छु अनि आज चाहिँ हाम्रो जर्नी सुकुटे बिचको रहनेछ है सो होप यु विल इन्जोय दिस ब्लग टु अनि सो हामी चाहिँ सुकुटे बिच कता जान थाल्यौँ भनेको हामी 4 जना छौँ होइन अनि 2टा बाइक छ अनि एउटा बाइकमा चाहिँ अरुण दाइ र विनुदा हुनुहुन्छ अर्को बाइकमा चाहिँ हाम्रो रोशन दाइ र म हुनेछु अनि त्यही हो हेर्दै गर्नु होला होप तपाईँहरूले नि इन्जोय गर्नुहुन्छ होला ब्लग सो अहिले हामी धुलीखेल आइपुग्यौँ अनि यहाँ चाहिँ हामी चिया खानेछौँ अनि त्यसपछि जानेछौँ कस्तो भइरहेछ दाइ ट्रिप एकदमै रमाइलो हैन अरुण दाइलाई कस्तो भइरहेछ उहाँ सुतेर आएको सुतेर लास्ट अल्छी यार कहिले नसुध्रिनु भयो मान्छे दाइ कस्तो भइरहेछ त एकदम मजा आइरहेछ अरूलाई चाहिँ सुत्ने फुर्सद छैन सुतेर आयो हामीलाई त रमाइलो हेर्दा हेर्दै रमाइलो गर्दै आयो धुनीमा रमाइलो गर्दै आएको ल अब हामी चिया खान्छौँ अनि त्यसपछि फेरि हाम्रो यात्रा सुरु हुनेछ सो खाजा खाएर सक्यो अनि अब चाहिँ हामी फेरि अगाडि बढ्न थालेको सो हामी धुलीखेलबाट हिँडिसक्यौँ मौसमको मजा जर्नी सुरु भयो गाइस सो हामी फाइनली दोलाघाट आइपुग्यौँ अब हामी चाहिँ यहाँनिर कुन घाट रे दोलाघाट दोलाघाट आइपुग्यौँ अनि अब चाहिँ हामी खाना खान्छौँ अनि खाना खाएर त्यस अगाडि बढ्नेछौँ है गाइस खाना खाएको खाना पाएन अब अर्को ठाउँमा जानु थालेको यता कुन ठाउँ चाहिँ होइन अर्को हामी जानु थालेको त्यहाँबाट 10 मिनट लाग्छ अरे चेक पोस्टनिर होइन अब टिकेर खाना खान्छौँ भोक लागिसक्यो गाइस
हामी खाना आइपुग्यो यहाँनिर दाइ कुन ठाउँमा भनिदिनु त यो दोगला घाट नै होला ए हो र दोगला खाने हो ल फाइनली खाना खाने ठाउँमा आइपुग्यौ हामी एकछिन फ्रेस हुन्छौँ खाना खान्छौँ आज हामी यहाँनिर खाजा खान्छौँ खाना खान्छौँ अस्तिको भिडियो नदेखाउनु त होइन अस्तिको भिडियो एकछिन कल भनेको मैले ओके सो दाइले चाहिँ एउटा बाजी भर्खर हार्नुभयो विनोद दाइले बाजी के थियो भन्नाले यदि काठमाडौँमा पानी परिरहेछ भने चाहिँ दाइले आज खाना स्पोन्सर गर्ने तर फोन गरेको पानी परिरहेको छैन तर आज खाना दाइले स्पोन्सर गर्नुहुन्छ सो दाइ कस्तो फिल भइरहेको छ दाइ हारेर होइन म जितेकै हो होइन ल ठिकै छ जितेर भयो भने स्पोन्सर गरिदिनु होइन त्यति नै हो ल स्पोन्सर गरिदिनुहोस् त्यति नै होस् खाना खान थालेको हामी भर्खरै खाना खाएर निस्क्यौँ यहाँबाट अनि अब चाहिँ यहाँबाट 10 किलोमिटर सुकुटे बिच सो तपाईँहरूलाई अब सुकुटे बिचमा भेट्दैछौँ है त अब लगभग 1 मिनट जस्तो लाग्छ होला होइन सुकुटे बिच सो पहिला बाइक पार्किङ गर्ने अनि त्यसपछि आज फ्याँक्ने देखेँ अस्ति ठुलो बाढी आएको रहेछ यहाँ एन्डीको टेन्टहरू पनि हटाएछ त्यो पुरै बोर्ड त्यो गरिदिन्छ लास्टमा होइन पहिला त यसो हल्का हल्का त्यो गर्छ होइन खै यसको त्यो मोटे दाइ को ओहो हाम्रो ऱ्याफ्टिङ ब्रदर ल स्विमिङ हान्नुपर्छ त अब सो फाइनली हामी सुकुटे बिच आइपुग्यौँ अनि बाढी आएको कारणले गर्दा चाहिँ त्यहाँनिर उडाइन छ के अरे टेन्टहरू हटाएछ सबै केही छैन अब त्यही पनि हामी अब रमाइलो त गर्नु नै पर्छ होइन आइसकेपछि के भन्छ मान्छे उड्दैन चाहिँ बढी तर मान्छे मोज छ है दुईजनालाई बच्चा जस्तो ल गाइज यही हो हाम्रो सुकुटे बिच हेर्न सक्नुहुन्छ है हामीले फाइनली टेन्ट पनि पायौँ यो आज हाम्रो राति बसाइको के हुन्छ बसाइ आज त्यस्तै अरू भन्नुहोस् एकदम ठिक छ ओके ल हामी फ्रेस हुन्छौँ अनि त्यसपछि तपाईँलाई फेरि भेट्ने छौँ है त बाई बाई
मर्निङ दाई गुड मर्निङ दाई गुड मर्निङ दाई कस्तो भयो त फर्स्ट डे एकदम रमाइलो भइरहेको छ नि दाई सो हामी उठेर फ्रेस भइसक्यो सबैजना अनि राति चाहिँ ठुलो बाढी आएर छ यहाँनिर है ठुलो बाढी आएर छ राति यहाँनिर अहिले पनि बाढी ठुलै छ पानी अनि अब चाहिँ हामी कफी खान्छौँ अनि कफीपछि हाम्रो ब्रेकफास्ट छ अनि ब्रेकफास्ट गर्छौँ होला सायद स्विमिङ पनि गर्छौँ होला एकछिनपछि होइन फिक्सै छैन सो हामी सबैजना फ्रेस पनि भइसक्यो अब हामी यहाँ चिया खान जानु थालेको कफी चिया छ कफी छ यहाँनिर दिइरहनु भएको छ कफी खान जानु थालेको यस्तै हो हल्का चिसोले गर्दा घाँटी सुकाए जस्तो छ हल्का साउन्ड क्लियर आएको छैन होला सो अब चाहिँ हामी खाजा खान जानु थालेको अनि खाजा पनि रेडी भइसक्यो खाजा खानुको भिड हेलो के यो व्हाट इज दैट सो हामी भर्खरै स्विमिङ गऱ्यौँ अनि अब चाहिँ यहाँ ऱ्याफ्टिङ गर्दै हुनुहुन्छ दाहरूले हामी ऱ्याफ्टिङ पनि हेर्नेछ है त सो अब हामी ऱ्याफ्टिङ हेर्न जान थालेको अनि यहाँ चाहिँ ऱ्याफ्टिङ हुन्छ है आफूलाई गर्न डर लाग्यो ऱ्याफ्टिङ हेरौँ यहाँ चाहिँ ट्रेनिङ दिँदै हुनुहुन्छ ऱ्याफ्टिङको लागि खतरा ट्रेनिङ हुँदो रहेछ यहाँ चाहिँ हाम्रो ट्रेनिङ चलिरहेको छ यहाँनिर ट्रेनिङ भइरहेको छ यहाँनिर ल सुरु त्यही ढुङ्गैमै गयो त्यो ढुङ्गामा गयो ए पुल हान्छ ल ऱ्याफ्टिङ पनि हेऱ्यो आफूलाई चाहिँ गर्न डर लाग्यो बवाल हुँदो रहेछ अब हामी खाना खान्छौँ त्यसपछि अब लाग्नुपर्छ एकदम बवाल रमाइलो भयो ऱ्याफ्टिङ हेर्दाखेरि नै रमाइलो भयो गर्दाखेरि झन् कति रमाइलो डर लाग्छ दाइ सो हामी खाना खान थालेको खाना आइसक्यो सो अब हाम्रो सक्यो है अनि अब ट्रिप सक्यो हाम्रो अनि त्यसपछि अब चाहिँ हाम्रो यहाँबाट निस्किन थालेको प्याकिङ हुँदैछ सक्यो गाई सक्यो